गाइस आज हामी टुर आइसकेको छ हाम्रो क्लासहरु भयो यो हाम्रो दोस्त टिम छ अनि हाम्रो यहाँ आज हामी बर्दिया राष्ट्रिय निकुञ्जलमा आइसकेका छौं बर्दिया राष्ट्रिय निकुञ्जलमा आइसकेका छौं यहाँ चाहिँ विभिन्न प्रकारका यस्ता टिकटक बनाइरहेका व्यक्तिहरु देख्न सक्नुहुन्छ हजुरहरुले अनि अब हाम्रो टुर यस्तै गरेर चालु छ आज हामी बर्दिया राष्ट्रिय निकुञ्जलको भ्रमणमा आइसकेका छौं अब भोलि यही बास बसेर भोलि हामी धेरै ठाउँ जानेवाला छौं हेर्नुस् यो जंगल भयो हाम्रो बर्दिया राष्ट्रिय निकुञ्जलको जंगल भयो हजुर हामी साथीहरु घना जंगल यस्तो जना जंगल छ हामी यस्तो लुगामा आएका छौं अब यहाँ बाघ देखिन्छन् कि भालु देखिन्छन् कि को देखिन्छन् थाहा छैन साथीहरु यो हाम्रो शेर यहाँ चस्मा लगाएर आयो यो बादरले उडाइदेलाई चस्मा राम्रो राख हेर्नु यो यस्तो जंगलको बाटोबाट आज हामी बर्दियामा छौं कि बर्दिया हाम्रो साथीहरु अगाडि छन् अगाडि गएर म तपाईहरुलाई देखाइसक्यो फोटो नखिच्ने रे उताले हाई बनिरहेको छ दुईटातिर फोटो खिच्ने मानेका छैनन् त्यहाँ देख्न सक्नुहुन्छ हाम्रो स्कुलको फाउन्डर दोस्रो फाउन्डरहरुको मुख पनि हेर्न सक्नुहुन्छ हजुरहरुले अनि यो चाहिँ हाम्रो सन्ध्या दिदी यो चाहिँ हाम्रो मेडिना भन्ने एउटा स्टेबल भन्ने एउटा गर्ल हुनुहुन्छ हाम्रो क्लासमा यहाँ चाहिँ हाम्रो गुरुआमा हाई बन्दिनु न हाई बन्दिनु गुरुआमाले चाहिँ हामीले लास्टै माया गर्नुहुन्छ यहाँ चाहिँ त्यसै फ्रेममा नघुस्नु न यहाँ चाहिँ यिनी चाहिँ हाम्रो 7 क्लासको नानी यिनी पनि हाम्रो 7 क्लासको नानी अब हामी गैडा हेर्न गइरहेका छौं साथीहरु यो हाम्रो अर्को दाइ हो नौको धेरै नै जुम भएको रहेछ हेर्न सक्नुहुन्छ अब यहाँ गैडा हेर्न सक्नुहुन्छ हामी मेरो हाइट चाहिँ घण्टा भयो साथीहरु म चाहिँ घण्टा भयो यहाँ पुगिसकेन रोक्नु साथीहरु यहाँ जसरी भयो नि मैले हजुरहरुलाई देखाउँछु त्यसरी यो चाहिँ हाम्रो गैडा साथी यो चाहिँ एकदमै सुतिरहेका छ क्लिन भ्यू हेर्न सक्नुहुन्छ साथीहरु यो चाहिँ गैडा हो सुतिरहेको छ हेर्नु हाम्रो सरले चाहिँ अब गाली गरिरहेका छन् हेर्न सक्नुहुन्छ यस्तो छ यसको छालामा गोली हाने नि छुँदैन रे यो अहिले उठेर हामीले हान्न सक्छ तर पनि मैले हजुरहरुको लागि यति गरिरहेको छु हेर्न सक्नुहुन्छ यो गैडा हो हेर्न सक्नुहुन्छ हाम्रो क्लासको टपरले मलाई आह्वान गरिसक्नु भएको छ खै साथी छोड्न चिम्से यहाँले मलाई बोलाइराख्नु भएको छ सरले चाहिँ अब त्यहाँ माथि नचढ्ने भनिसक्नु भएको छ अब हामी बाघ हेर्नुतिर लागिरहेका छौं साथीहरु त्यसै गरी यो चाहिँ हाम्रो वर्षा नानी टोपी नै घट्यो लाग सौगात हेर्न सक्नुहुन्छ मैले यस्तरी टोपी लगाएको टोपी नै खसेछ सर हाई भनिदिनु न यस्तो हाम्रो केबी सरले गैडा हेरेर अब आइसकेको छौं हामी गोही हेर्नतिर अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो विभिन्न प्रकारका गोहीहरु देख्न सक्नुहुन्छ यो बाँदरहरु आइरहेको फ्रेममा बिना सोधेर अनि हेर्न सक्नुहुन्छ गोहीको बच्चाहरु हजुरलाई मैले देखाइदिन्छु रोक्न देखाइदिन्छु हेर्न सक्नुहुन्छ यसलाई एलिगेटर भन्छन् सायद हैन यो चाहिँ हाम्रो के रे प्रिन्स भन्ने एउटा साथी यहाँ छन् अरु बुटाउरी यो भाइ हाम्रो सबै लम्बु दोस्त यहाँ हेर्न सक्नुहुन्छ यहाँ बाघ भालु सबै छन् तर अहिले हामी गोही हेर्न आइरहेका छौं गोही हेर्नु हजुरले नदेखि पनि आज देख्नु हो हैन गोही देख्नु भएको छैन तै पनि हेर्नुस् गोहीहरु हजुरलाई मैले यस्तो देखाइदिन्छु गोही भनेको गोहीलाई हेर्नेर पनि छन् यो दुई तीनटा लियाहरु जरायो छ जरायो हेर्न नि आएम साथी जरायो हेर्नुस् त्यहाँ जरायो देख्नु भएन होला त्यो पनि हेर्नुस् त्यहाँनिर त्यो देख्नु पनि त्यो जरायो हो तर अहिले नजिकैबाट हामी लग्न सक्दैनौं यहाँ
यो फेन्सहरू छ के त्यसैले हामी लाग्न सक्दैन क्लिन क्लोज तर ऊ त्यहाँनिर हेर्न सक्नुहुन्छ ऊ हेर्न सक्नुहुन्छ हजुरहरूले घुम्दैन त्यहाँ त्यो त देखेन त रोक्नु है भाइरल हुन्छ म ब्लग बनाएर रोक्नु छोडिदिनुहोस् गाई यो क्यामेरा हाम्रो यस्तै छ हजुरहरूले सपोर्ट गरेर चाहिँ ठुलो क्यामेरा पकाउँला अनि ब्लग ल अहिलेको लागि यति नै छ गाइजहरू यहाँ जरायो पनि रहेछ ऊ हाम्रो सरब यहाँ बल्ल जरायो हेर्न आइराख्नु भएको छ हेर्नु त आउनु गइसकेको छ अब ऊ त्यहाँ सक्नुहुन्छ एउटा कपाल जोडी ऊ हेर्नु गई पानीमा गइसकेको अवस्था छ ऊ हेर्न सक्नुहुन्छ गई पानीमा गइसकेको अवस्था छ तर यो स्पेसिसमा यो बहुत नराम्रो हेर्नु न यस्तो यस्तो भनेर हान गई भनेको गइयो हामीले के भन्नु अब गइलाई डिस त्यो अब चामै हामी हाम्रो यहाँ आइसक्नुभएको छ अर्को लभरनीहरू हेर्न सक्नुहुन्छ हामी फेरि जिस्काइदिने हो के हेर्न सक्नुहुन्छ बच्चाहरू के अरे ट्याडपोल भन्छु के भन्छ नि अरे इङ्ग्लिसमा यसको बच्चाहरूलाई खै के पो भन्छ मैले बिर्सेँ सबै अल्छी भइसकेका छन् हेर्नु त्यहाँनिर बकुल्ला हेर्न सक्नुहुन्छ गोहीहरूको बच्चाहरूको बिचमा बकुल्ला मस्तसँग बसिरहेको अवस्था यहाँ त्यत्रो गोहीको बच्चा छन् गोही भनेको एक नम्बरको हाम्रो बकुल्ला भनेको एक नम्बरको डन हो त्यसैले हो हेर्न सक्नुहुन्छ यहाँ आइसकेका छन् यहाँ फोटो खिचिदिनु न भनेर तर पनि हामी सक्नुहुन्छ के हेर्नु पाइरहेका छन् बच्चा कहाँ हजुरहरूले राम्ररी देख्नु भएन ऊ यो देखिराख्नु भएको छ नि यही हो अरू कहाँ छ भन् त अरू यहाँ हाम्रा सानो बहिनीहरू छन् गाइज यहाँ हटस्पोटको लागि मरिरहेका छन् यहाँ कोही फोटोको लागि मरिरहेका छन् कोही हटस्पोटको लागि कोही रोक्नुहोस् गाई छ हाम्रो सरको भनाइ पनि सुन्नु अब मैले अब त देखिरहेको होला हल्का त्यो डन्ट म्याटर सबभन्दा कलुवा नम्बर 1 अलिकति छुनी क्यामेराम्यानै भयो यो क्यामेराम्यानै भएन अब म अर्को क्यामेराम्यानलाई हायर गर्न गइरहेको छु ल हाम्रो सरको हिरो ल क्यामेराम्यान ल भिडियो खिच्छ निकाल त बाबु एउटा छिटो बुझ्दै त्यो निकाल त सबको निकाल हातमा राख अर्को तोर त खातै फेस्टिभल भइसकेछ तर यो मैले ल गाइस हामी अब गुई सोही हेरेर अब आइसकेको छौँ अब कहाँ जाने हो सर अब हामी कहाँ जाने हो सर अब हामी कहाँ जाने हो हेर्न के हेर्न जाने सर अब हामी के हेर्न जाने हो फिल्टर हेर्न जाने हो रे हाम्रो सरले भनिसक्नु भएको छ फिल्टर हेर्न जाने हो फिल्टर भन्ने अब के चिज रहेछ आउनुहोस् हजुरहरूले हेर्न सक्नुहुन्छ बादल हो बादल हेर्नुहोस् हामी हेरिसक्यौँ बादल पनि हेरिसक्यौँ हामीले सबै हेरिसक्यौँ बाघदेखि लिएर हामीले सबै भालु हेरेकै छैनौँ हामीले सर बाघ त म डेली देख्छु हजुरको खापे देखेर आइहाल्छ अब जानियो सर अब जंगल सफारी जानियो सर अब जंगल सफारी जानियो अब हामी अब यति नै रहेछ अब के गर्ने अब बर्दिया राष्ट्रिय निकुञ्जल भन्ने ठाउँमा नआउनु होला एकदम नराम्रो ठाउँ रहेछ यो जाबु जोक गरेको है आउनु होला एकदम राम्रो ठाउँ देख्न सक्नुहुन्छ यो बाँदर हाम्रो सामु आइसकेको छ बाँदर जा छोरा हाम्रो अब क्यामेराम्यानले हाम्रो त्यहाँ अर्को दाइले अब साथी हेर्नु त साथी हो रे यस्तो हेर्नु त यहाँ पुरै चलिरहेको छ
जा गएर छोइदियो त क्यामेराम्यान गएर छोइदियो त यस्तो हाम्रो लम्बु साथीकोसँग एकदम अफेक्सन रहेछ ऊ त्यहाँ चाहिँ बेबी सानो बच्चा ल बाँदर हेर्नु सक्नुहुन्छ बाँदर सक्दर हेरिराख्नुपर्छ अब हामी यता फोटो खिच्नतिर लागौँ ल गाइजहरू हामी यहाँ आइसकेका छौँ बाँके राष्ट्रिय निकुञ्जको अब यहाँ इन्फर्मेसनहरू हेर्न आउनुहोस् यहाँ चाहिँ विभिन्न प्रकारको यहाँको जीव जन्तुहरूको यहाँको प्रचलनहरूको यहाँ चाहिँ यी दस्तावेजहरू भनौँ त्यस्तैहरू यहाँ छ आउनुहोस् मेरो पछि हो अब यहाँ चाहिँ कस्तो कस्तो जनावरहरू पाइन्छ भन्ने कुराहरू यहाँ छ यो हेर्न सक्नुहुन्छ यो हिमालयन मुस्क यो चाहिँ हिमालमा पाइन्छ यो चाहिँ हिमालयन मुस्क हो अनि यो चाहिँ के हो खरायो यो चाहिँ एलिगेटर हो अनि यता यिनीहरू हेर्नु पर्दैन यो चाहिँ बेङ्गोलियन टाइगर पनि पाइँदो रहेछ तर बेङ्गोलियन टाइगर हामीले हेरेनौँ यहाँ चाहिँ यस्ता प्रकारहरूका सर्पहरू पाइन्छ तर हामीले भेटाइनौँ तर पनि हेर्न सक्नुहुन्छ हजुरले काहीँ भेटाउनु भयो भने चाहिँ त्यो चाहिँ अजुवा हुन्न अनि हजुरहरूले यहाँ पनि हेर्न सक्नुहुन्छ यो चाहिँ आर्मडिलो राम्ररी देखा क्यामेराम्यान अनि यहाँ चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ डल्फिन हो तर यहाँ पाइन्न यो यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ ब्ल्याक डियर हो सलमान खानले गाडीले उडाएको डियर हो यो चाहिँ यहाँ चाहिँ एक सिङ्गे गैँडा हो यो चाहिँ भेडिया यो के सर यसको नाम के हो अन्डर हाइना यो चाहिँ हाइना रहेको छ यो नेपालमा पाइन्न त्यही पनि हेर्न सक्नुहुन्छ अनि यो चाहिँ लियोपार्ड हो फोटो पनि खिचिदिरहेको छु यो चाहिँ हाम्रो रेड पान्डा अरू चाइनामा चाहिँ व्हाइट पान्डा पाइन्छ भने नेपालमा रेड पान्डा हजुरहरूले यता नि हेर्नु सक्नुहुन्छ यी खालका जनावरहरू हामीले हेर्न पाइन्छ भनेर अनि यो चाहिँ हिस्ट्रीहरू भयो यो चाहिँ सिराकहरू यता देखा न अनि यो चाहिँ हाम्रो गाई यो चाहिँ गाईको फोटो जङ्गली गाईको अनि यो चाहिँ जरायो नै भन्न सक्छौँ तर यो सानो जराएको यो चाहिँ राइनोसँग प्रश्न फोटो रहेको छ चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले बर्दिया निकुञ्जको भौगोलिक तस्बिरहरू अनि यहाँ चाहिँ कङ्काल रहेका छन् हात्तीका गाई चाहिँ सरको हड्डी हो जस्तो यो डाइनोसरको हड्डी पनि हुनसक्छ गाइजहरू यो चाहिँ हामीलाई थाहा छैन त्यसको हड्डी हो तर यो चाहिँ कङ्काल हो एक्जिबिसनको लागि राखिएको यो हात्तीको यो डाइनोसरको यो पेराटोना के त्यस्तै भन्ने एउटा डाइनोसरको कङ्काल हो पेराटोनाको कङ्काल हुन्छ ट्रायोट्रप फोटो खिच भनेको के गुरामा खिचेको पनि खिचिसक्यो के ल खिच्न भिडियो ल के रेडी छ घर चाहिँ यहाँ कुटिया चाहिँ रहेको छ तर हामीलाई हेर्न दिन्न नि यो क्यामेराम्यान फलो मी पज गर गाइजु त्यहाँ बात्रहरू देख्न सक्नुहुन्छ हजुरले चिल पारामा सुतिरहेका छन् पज गर्नु हाम्रो हेलो गाइज यो चाहिँ जङ्गल सफारीको लागि आइसकेको छ पज गर चाहिँ हाम्रो अफिसियल लागेको छन् हाम्रा यिनी साथी रहेका छन् प्रेममा गाइजहरू हेर्न सक्नुहुन्छ अब हामी सफारी जाने भने यस्तै लागिरहेको छ देखा सबैले यस्तै देखाइरहेको छ यहाँ गिन्ती भइरहेको गिन्तीहरू सबै भइसकेको छ अब अझै नै उतातिर बाँकी रहेको छ अब यसपछि हामी सफारी गर्नु जानु लागेको छौँ त्यो चाहिँ हाम्रो गाइजहरू सफारी रहेछ अब हामी फर्किन लाग्छ गिन्ती गराएको रहेछ कसैले नि छुट्छन् भनेर गिन्ती गराएको रहेछ तर सफारी नजाने अब भोलि गर्नु होला लगाइसहरू हेर्न सक्नुहुन्छ हामी अब निस्किसकेका छौँ यहाँदेखि अब हामी निस्किसकेका छौँ यहाँ चाहिँ यो नानीले बोलाइ मलाई तर म ध्यान दिन्न गाइजहरू हेर्न सक्नुहुन्छ यस्तो हेर्न सक्नुहुन्छ गाइज हामी निस्किसकेका छौँ बर्दिया राष्ट्रिय निकुञ्जदेखि गाइजहरू हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ कुहिरे पनि आइरहेको छन् अन्तर्राष्ट्रिय भरमा अडिए मान्छेहरू त्यहाँ देख्न सक्नुहुन्छ यस्तो केटीले इग्नोर हान्मै ल भयो गाइस ल देख्न सक्नुहुन्छ हामीलाई यस्तो सफारीमा लगेन किनभने सफारीमा ऊ त्यहाँ हेर्न सक्नुहुन्छ कालो बाँदर त्यसलाई हिन्दीमा बौन्त पनि भन्न सकिन्छ ऊ त्यहाँनिर देख्न सक्नुहुन्छ कालो बाँदर अब जुनमा आउट अनि अब हामीलाई सफारी लग्ने भएन किनभने सफारी कस्तै धेरै रहेछ हाम्रो स्कुलसँग बजेट
पुगेन त्यसरी नलग्ने रे सफारीमा चाहिँ हामीहरूले ऊ त्यो हेर्न सक्छौँ जुम गर क्यामेराम्यान हो त्यो बाघहरू हामी त्यस्तो हेर्न सक्छौँ अनि अन्य धेरै कुरा त्यहाँ गोहीहरू पनि छन् त्यहाँ बाघ रहेछ धेरै कुराहरू हेर्न सकिन्छ हजुरहरू ऊ यस्तो यहाँ टिकट काटेर हेर्न चाहिँ नआउनुला तर सफारीमा चाहिँ आउनुहोला सफारी एकदम राम्रो छ तर यहाँ भित्र हेर्नुलाई त्यस्तो केही खास कुरा छैन पनि हेर्नुला लगाइस बस बसमा चढिन गइरहेका छौँ गाइस क्यामेराम्यान फलो मी ऊ त्यहाँ हेर्न सक्नुहुन्छ कालो बाँदर हेर्न सक्नुहुन्छ यो बाँदर भयो त्यो बाँदर हजुरहरूले देख्न सक्नुहुन्छ प्रत्यक्ष प्रसारणमा छ यो बाँदर लगाइजहरू हामी यहाँ पुगिसकेका छौँ बसमा अब हामी बसमा चढ्ने बेला छौँ यहाँ चाहिँ हाम्रो अर्को यहाँ क्लास लगाइजहरू हामी हिँडिसकेका छौँ यहाँ हाम्रो दिदी यहाँ हाम्रो साथीहरू हामी बसमा चढिसक्यो हामी यहाँ बसमा चढिसक्यो चढ्दैछन् गाइजहरू यहाँ चढ्दैछन् अनि यहाँ हाम्रो अर्को साथी छन् अनि यहाँ हाम्रो क्लासको लम्बु साथी यहाँ दाइहरू आइरहेका छन् हजुरहरूले देख्न सक्नुहुन्छ अब हामी सायद सिधै अब हामी रुममा जान्छौँ होला अब हामी सिधै रुममा जान्छौँ होला गाइजहरू अनि त्यसपछि अब भोलिको टुर हेर्न सक्नुहुन्छ सबैले आइ भनिदिनु सबैले आइ भन त यता भनिदिनु त आइ रे ल गाइजहरू अब हामी यहाँ पुगिसकेका छौँ हामी अब रात बस्ने हामी पुगिसकेका छौँ हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ यो चाहिँ थारू के अरे थारू निवास स्थल हामी चाहिँ यहाँ पुगिसकेका छौँ आजको रात हामी यहीँ बस्नेवाला छौँ हजुरहरूले देख्न सक्नुहुन्छ यहाँको वातावरणीय सुन्दरताहरू सुन्दरता त केही छैन समीरको साथी हाम्रो डगी भयो अनि हाम्रो अरू साथीहरू छन् अब यहाँ हामी लाइनमा लागेर अब पुग्यो के थियो गाइजहरू देख्न सक्नुहुन्छ अब हामीले फुल पाइसकेका छौँ यसै साथ हामी यहाँ एन्ट्री अब हामी यहाँ चाहिँ थारू डान्स हेर्नलाई बसेका छौँ राम्रै देख न हामी थारू डान्स हेर्नलाई आइसकेका छौँ अब हिँडेर बस्छौँ गाइजहरू गाइजहरू अब हामीलाई चाहिँ एउटा फुल दिएर स्वागत गरियो फुल दिएर स्वागत गरियो टिका सिका दियो यहाँ चाहिँ लगाइ चाहिँ हामीले अब मालचरीको बथान पनि देखिसकेका छौँ हाम्रो मुन्त्याहा मालचरीको बथानु त्यहाँ भर्खर गयो यहाँ हाम्रो साथीहरू छन् यो अर्को 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 यो हो त्यो यो अर्को ओली सरकार भयो हाम्रो साथी मिलाइदियो त ओली सरकार हो यो हाम्रो ओली सरकार यो छिम्से दोस्त यिनी हाम्रो कालु दाई यिनी हाम्रो लम्बु भाइ सबै अब हामी कोठातिर जान्छौँ केही अब बाँकी सबै भोलिको भ्लगमा हेरौँ ल लगाइ चाहिँ हामी यहाँ क्याम्प फायर बनाइसक्यौँ अब यहाँ थारू नाच हेर्नेवाला छौँ One, two, three, go! अब मैं आपको लेर आप माप लेबे न चल न लेना बे बोर्नु हो तुबे मलाई गाइस